होशियार, हनी ट्र्यापको जालमा पर्नुहोला है, या कतै पर्दै त हुनुहुन्न। यदि छ भने सजग रहनुहोला। केही समय यता नेपाली अपराध अनुसन्धानमा एउटा निकै चर्चित शब्द छ, त्यो हो हनी ट्र्याप। हनी ट्र्यापमा पारेर ठगी गर्ने प्रचलन पछिल्लो समय नेपालमा पनि निकै देखिएको छ। विदेशी मूलमा सुनिने यस्तो घटना अहिले भने नेपालमा बिगबिगीको रूपमा देखा पर्न थालेको छ। यस्ता अपराधिक घटनालाई नियन्त्रण गर्ने सही कानूनको आवश्यकता नागरिकले महसुस गर्न थालेका छन्। तर यस्ता घटनामा परेर ठगिएकाहरू थोरै मात्रै सार्वजनिक हुने गरेका छन्। लोकलाजले घटनामा परेकाहरू पनि गुपचुप रहँदा यस्ता अपराधले प्रश्रय मात्रै पाइरहेका छैनन्, बरु यसको वास्तविक जरो पत्ता लगाउन पनि मुस्किल पर्न थालेको छ। अंग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्र्याप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ। मह जस्तै मिठो वा राम्रो चिन्जानको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्र्याप भनिन्छ। यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत र फराकिलो भएको पाइन्छ। हनी ट्र्याप भन्ने विषय कहाँ प्रयोग भएको छ भनी विगतलाई निहाल्ने हो भने प्रहरीले कुनै घटना वा व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धानको क्रममा प्रमाणहरू संलग्न गर्नका लागि शंकास्पद व्यक्तिलाई नै कुनै किसिमको प्रलोभन देखाएर हनी ट्र्यापमा पारेको पाइन्छ। यति मात्रै होइन, राजनीतिज्ञहरूले आफ्नो स्वार्थ अनुरूपको राजनीतिक लाभ लिनका लागि कसैलाई परिपञ्चमा पार्न पनि प्रयोग भएको पाइन्छ। विशेष गरी कुनै व्यक्तिलाई महिलाको शारीरिक आकर्षणमा लोभ्याएर फसाउने कला हो हनी ट्र्याप। यसमा सुन्दर महिलालाई प्रयोग गरेर प्रेम भाव देखाइन्छ, साथै बिस्तारै शारीरिक सम्बन्धको लोभ देखाइन्छ। त्यसपछि परिस्थिति आफू अनुकूल बनाउँदै लगिन्छ र अन्त्यमा फसाइन्छ। खास गरी रूपवती युवतीलाई प्रयोग गर्ने शैली यसले अपनाएको हुन्छ। फेसबुक, फोन वा हाई प्रोफाइल पार्टी मार्फत लक्षित व्यक्तिसँग युवतीको परिचयसँगै मित्रता सुरु गरिन्छ। पछि बिस्तारै उनीहरू नजिकिँदै आपसमा घुलमिल हुन थाल्छन्। त्यसपछि उनीहरूले पीडकबाट कैयौं सूचना फुत्काउने काम गर्छन् या कसैलाई माध्यम बनाएर ब्ल्याकमेलिङ सुरु गर्छन्। मुलुकी अपराध संहिता अनुसार आपराधिक लाभ सम्बन्धी हनी ट्र्याप जस्तो कसुरमा 3 वर्षसम्म कैद र 30,000 रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। केही समय अघि हनी ट्र्यापमा पारेर व्यक्तिबाट रकम असुल्न प्रहरी प्रभाग भैँसे पार्टीकी तत्कालीन इन्सपेक्टर बिनु कुमारी शाही नै संलग्न रहेको घटना सेलाउन नपाउँदै फेरि बिहीबारदेखि अर्को हनी ट्र्यापको घटनाले तरङ्ग ल्याएको छ। गत चैतमा अन्दाजी 55-56 वर्षका एक सरकारी कर्मचारीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउँछ। युवतीको सुन्दर तस्बिर भएको टिकटक गर्ल नामको उक्त रिक्वेस्ट ती कर्मचारीले केही बेरमा नै एक्सेप्ट गर्छन्। फेसबुकमा साथी बनेको एक सातासम्म दुवै तर्फबाट कुनै हाई हेलो हुँदैन। एक सातापछि भने टिकटक गर्लबाट मेसेज आउँछ, हाई। सरकारी कर्मचारीले तुरुन्तै जवाब फर्काउँछन्, हेलो। हाई हेलोबाट सुरु भएको उनीहरूको गफगाफ अन्तरङ्ग कुराकानीसम्म पुग्छ। पहिला सामान्य परिचय गरेर मेसेन्जर गफिन थालेका उनीहरू एक अर्कामा आकर्षित हुन्छन्। गफगाफ भएको एक हप्तापछि टिकटक गर्लले ठमेलमा भेटेर कफी पिउने प्रस्ताव गर्छिन्। युवतीबाट कफी पिउने प्रस्ताव आएपछि ती सरकारी कर्मचारीले सहमति जनाउँछन्। गफगाफ भएको एक सातापछि उनीहरूले ठमेलमा भेट गर्छन्। फेसबुकमा टिकटक गर्ल नाम गरेकी युवतीको तर्फबाट 2 जना ठमेल आउँछन्। ती सरकारी कर्मचारी पनि ठमेल पुग्छन्। पहिलो भेटमा उनीहरू कफी खाएर छुट्टिन्छन्। यसको ठीक एक सातापछि फेरि टिकटक गर्लबाट ठमेलमा खानपिन गर्ने प्रस्ताव आउँछ। यो प्रस्ताव ती कर्मचारीले स्वीकार्छन् र ठमेल पुग्छन्। यो मध्य वैशाखको घटना हो। ठमेलको एक रेस्टुरेन्टमा उनीहरूको खानपिन सुरु हुन्छ। 3 जनाले मदिरा पिउँछन्, तर टिकटक गर्ल बनेर आएका 2 युवतीले थोरै मात्रै मदिरा पिउँछन् र सरकारी कर्मचारीलाई सर्भ गरिरहन्छन्। पिउँदा पिउँदै सरकारी कर्मचारी अचेत भइसकेका हुन्छन्। पछि बिउजिदा उनले रेस्टुरेन्टको कोठामा आफूलाई मात्रै पाउँछन्। नसाले छाड्न थालेपछि ती सरकारी कर्मचारी आफ्नो घर फर्कन्छन्। पूर्वत रूपमा ती सरकारी कर्मचारी आफ्नो कार्यालय जाने आउने गरिरहेका थिए।
तर ठमेलमा मदिरा सेवन गरेर अचेत भएको करिब 10 दिनपछि अर्को नयाँ आइडीबाट फेसबुकमा रिक्वेस्ट आउँछ। ती सरकारी कर्मचारीले पहिलेकै जस्तो गरी एक्सेप्ट गर्छन्। साथी बनाए लगत्तै सरकारी कर्मचारीको मेसेन्जरमा भिडियो फोटो सहितको मेसेज आउँछ। त्यसपछि उनी 10 दिन अघिको ठमेलको घटनामा पुग्छन्। ठमेलमा सँगै मदिरा पिएका युवती सँगै अर्धनग्न अवस्थामा खिचिएका फोटो भिडियो उनको मेसेजमा आउँछ। काठमाडौँमा एउटा घर नदिए बलात्कार कसुरमा फसाइदिने सम्मको ब्ल्याकमेलिङ सुरु हुन्छ। काठमाडौँमा एउटा घर दिनु नभए 4 आना जग्गा होइन भने मिडिया समेत लिएर प्रहरीमा जान्छु र बलात्कारमा केस हालेर फसाइदिन्छु, यस्तो प्रकृतिको मेसेज ती सरकारी कर्मचारीले आउँछ। मेसेजमा घर जग्गा नदिए फसाउने सम्मको ब्ल्याकमेलिङ गर्दै भिडियो फोटो आइरहेकै बेला कर्मचारीको सम्पर्कमा 2 जना पुरुष पनि पुग्छन्। एकजनाले भने मेरो आफन्त दिदी बहिनीलाई यस्तोसम्म गर्ने भन्दै धम्क्याउँछन् भने अर्को पुरुषले म मिलाउँछु भन्दै फकाए जस्तो गर्छन्। एउटाले धम्क्याउने र अर्कोले केही रकममा भए पनि केस मिलाऊ नत्र गाह्रो हुन्छ भन्दै फकाउन थाल्छन्। फोटो भिडियो सार्वजनिक गरेर बेइज्जत गर्नेदेखि बलात्कारको कसुरमा मुद्दा हालेर फसाउने सम्मको ब्ल्याकमेलिङ भएपछि ती सरकारी कर्मचारी पनि आजित हुन्छन् र केही सिप नलागेपछि उनी बुधबार मात्रै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सम्पर्कमा पुग्छन्। माथिको सम्पूर्ण घटना बताएपछि प्रहरीकै योजना अनुसार ती सरकारी कर्मचारीले टिकटक गर्ललाई सुरुमा 5 लाख दिने र बाँकी रकम पछि दिँदै जाने कुरा गर्छन् र उनीहरू बीच सहमति पनि हुन्छ। अनि ती सरकारी कर्मचारीले आफ्नो कार्यालयबाट नजिकैको ठाउँ हनुमान स्थानमा 5 लाख रुपैयाँको चेक दिन टिकटक गर्ललाई बोलाउँछन्। सरकारी कर्मचारीले आफ्नो नामको प्राइम कमर्सियल बैंकको 5 लाखको चेक टिकटक गर्ललाई दिन्छन्। त्यही बेला 2 टिकटक गर्ललाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्छ। पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका 10, दमौरा घर भई काठमाडौँ महानगरपालिका 5, कालोपुल बस्ने 34 वर्षीय ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका 17, सल्लाघारी घर भई काठमाडौँको हाँडी गाउँ बस्ने 34 वर्षकै आँचल श्रेष्ठ भनिने आँचल चौगुठी रहेका छन्। प्रहरीले आँचलको नामको 5 लाखको चेक उनीबाट बरामद गरेको छ भने 2 थान मोबाइल समेत नियन्त्रणमा लिएको छ। हनी ट्र्यापमा पारेर रकम असुल्ने उद्देश्यले नै उनीहरूले ती सरकारी कर्मचारीलाई साथी बनाएको र ठमेलमा लगेर मदिरा सेवन गराएर अचेत बनाएपछि आफूहरूसँगै सुतेको जस्तो देखाउने गरी अर्धनग्न फोटो खिच्ने र भिडियो बनाएको खुलेको छ। पक्राउ परेका 2 जनालाई थप अनुसन्धान तथा कार्यवाहीका लागि जिल्ला प्रहरी परिषद भद्रकाली काठमाडौँ पठाइएको छ। यसरी नयाँ शैली प्रयोग गर्दै भइरहेका अपराधिक घटनाले नेपाली समाज कतातिर गइरहेको छ भन्ने प्रश्न उठ्न थालेको छ भने अर्कोतर्फ यस्ता घटनामा पर्नु अघि व्यक्ति स्वयं आफैले सचेत हुनुपर्ने समय आएको छ।